Hello everyone. Welcome to my vlog. It's me Antima from Bajang. तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ म मेरो ब्लगमा विशेषतः तपाईहरुलाई सुदूरपश्चिम जुन सुदूरपश्चिम त हाम्रो प्राकृतिक सौन्दर्यताले एकदम भरिपूर्ण छ। यहाँको कल्चर, यहाँको चाहिँ वेशभूषा लगायत सबै कुराहरुले एकदमै यो सुदूरपश्चिम हैन प्रशस्त छ। त्यसैको पनि बझाङ जिल्ला जुन सुदूरपश्चिमको क्षेत्रफलका हिसाबले एकदमै ठूलो सँगै प्राकृतिक सौन्दर्यताले पनि भरिपूर्ण हाम्रो बझाङ जिल्लाको सदरमुकाम तपाईहरुलाई देखाउने छु यो भिडियो मार्फत, यो ब्लग मार्फत। कृपया तपाईहरुले मेरो ब्लगलाई लाइक, कमेन्ट, शेयर गरिदिनु होला। एउटा भौगोलिक बनावट एकदमै हैन रमणीय छ यो चैनपुर बजारको, म तपाईहरुलाई देखाउने छु। तपाईहरु देख्न सक्नुहुन्छ यो हो हाम्रो बझाङ जिल्लाको सदरमुकाम चैनपुर। जुन सदरमुकाम चैनपुर हाम्रो भौगोलिक बनावट एकदमै सुन्दर छ। तपाईहरु देख्न सक्नुहुन्छ वरिपरि चाहिँ सेती नदी अर्थात् एकतर्फ सेती नदी बगिरहेको छ भने अर्कोतर्फ हाम्रो बाउली खोला बगिरहेको छ। बीचमा अवस्थित जुन माछा आकारको पनि हामी भन्न सक्छौं चैनपुरलाई, एकदमै सुन्दर छ, रमणीय छ। यो चाहिँ बझाङ जिल्लाको सदरमुकाम हो। पहिला चाहिँ यहाँ थोरै घरहरू थिए। अहिले विकास हुँदै जाँदा मान्छेहरूको बाक्लो बस्तीका कारण हैन बसाइछराई गरेर यो शहरी क्षेत्रमा यानि कि सदरमुकाममा मान्छेको चाप बढ्दै जाँदा चाहिँ हाल ठूला घरहरू पनि बनेका छन् हाम्रो चैनपुरमा। एकदमै रमाइलो छ। यो चाहिँ हाम्रो पणेसबाट यो भिडियो खिचिराखेको छु म। तपाईहरु देख्न सक्नुहुन्छ यो चैनपुरलाई निहाल्न सक्नुहुनेछ। एकदमै रमणीय छ। हाम्रो चाहिँ सदरमुकाम हो जुन। फाइनल्ली तपाईहरुले चाहिँ हाम्रो चैनपुरलाई भिजिट गरिसक्नु भएको छ। मलाई चाहिँ एकदम आशा छ तपाईहरुले चाहिँ हाम्रो चैनपुरलाई मन पराइदिनु भयो। एकदमै राम्रो लाग्यो तपाईहरुलाई। सो म तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु मेरो ब्लग हेरिदिनु भएकोमा। यदि तपाईहरुलाई चाहिँ मेरो ब्लग राम्रो लागेमा अथवा मेरो चैनपुर हैन कि हाम्रो बझाङ जिल्लाको मुटु चैनपुर तपाईले राम्रो मान्नु भयो भने, मन पराइदिनु भयो भने लाइक, कमेन्ट, शेयर गरिदिनु होला यो ब्लगलाई। एकदमै रमाइलो छ। म यताबाट पनि देखाउने छु, तर हाम्रो यो एन्टी लाइट परेका कारणले चाहिँ हाम्रो चैनपुर अलि राम्रो देखिन सकेको छैन। त्यो तपाईहरुलाई म यस्तै भ्लगहरु ल्याउने छु पुनः पनि। आजको भ्लग चाहिँ यही सकिएको छ। थ्यांक यू फर वाचिङ। सबैले धेरै सम्झेको छु। थ्यांक यू, बाइ बाइ।